तुतु मेरो न्यानो अङ्गालोले तिमीलाई मिस गरिरहेछ आऊ मामा तिमीले यो खाना काललाई चाहिँ मिस गर्यो आफ्नै भान्जीलाई चाहिँ मिस गर्यो नजटे गरौ नि भान्जे ड्युटीलाई गरे जति चाहिँ तिमीलाई गरेन अब ड्युटी मुटुमै बसेछ तिमी टाउकोमा बसेछ अब आँखाले टाउको देख्दैन मुटु धरक धरक भएको थाहा पाउँछ बेमानजी हजुर कस्तो तपाईँलाई र मलाई त एउटै भएछ मेरो मुटुको धड्कनले पनि बेमान बेमान भनिरहेको थियो हो त्यही भएर त दुई मुटु एक धड्कन बनेको यहाँ भन्दा बढी एक शब्द पनि बोल्यो भने खाउला नि असटी सर्कन तिमीहरूको माया प्रीति प्रदर्शन गर्ने यो रङ्गशाला हो यो अनि मामा तिमी अचानक कसरी छुट्यो हाउ कानुन नभएको देश भन्थ्यो बेमानहरूले वास्तवमा कानुन कडै भएको देश हो खासमा मलाई प्रहरीहरूले अनुसन्धानको लागि मात्रै लिएर गएको रहेछ प्रहरीले गहिरो अनुसन्धान गरेर ल्याबमा लगेर टेस्ट गरेपछि त्यो त ब्राउन सुगर होइन मैदाको पिटो रहेछ त्यसपछि ससम्मान मलाई त बाहिर पठाइदियो वाह मामा वाह यो माला लाएर तिमी यसरी आउँदाखेरि त ठ्याक्कै देउला जस्तो देखाएको छ ल अब टाइटा यो पटर पटरले पनि माला लाएको भएदेखि तिमी देउला उ बेउली अनि हामी चाहिँ जन्टे जस्तो देखिन्थ्यो है